गर्लफ्रेन्डहरुबाट भाग्न खोजेको थिए कि होइन त्यसमा के कुराहरुको फाइदा भएको छ एउटा हैन के कुराको डिसएडभान्टेज भएको त्यो फाइदा भएको छ थाहा छैन नेप्लिस कम्युनिटी छ भनेर अनि के अरु कम्युनिटीको मात्र इभेन्टहरु हेर्ने होली सोली हैन किनकि बजेट दिएको हुन्छ के युनिभर्सिटीले बजेट दिन्छ सो नमस्ते सबैजनालाई एन्ड हेलो एभ्रीवन आज यो चाहिँ अलि एउटा नर्मल कन्भर्सेसन बिट्विन अस हैन सो र मेरो फर्स्टमा चाहिँ आफ्नो इन्ट्रोडक्सन दिनु सबैजनालाई मेरो नाम नमस्कार मेरो नाम चाहिँ शुभम दाहाल म चाहिँ हाल कन्सल्टेन्सी सञ्चालक कान्छा इन्टरनेसनल कन्सल्टेन्सी साथसाथै बेलायतमा एउटा पपुलर फेसबुक ग्रुप को पनि एडमिन भएर चाहिँ अहिले मैले गरिरहेको छु काम भनौँ न हैन युके नेप्लिस कम्युनिटी म चाहिँ मेरो ब्याकग्राउन्ड अलिकति भन्नु पर्दाखेरि चाहिँ अब म पनि एज अ इन्टरनेसनल स्टुडेन्टै आएको बेलायतमा 3 वर्ष अराउन्ड 3.5 वर्ष जस्तो भयो अहिले हैन म चाहिँ प्रोजेक्ट म्यानेजमेन्ट गर्न आएको थिएँ कुनै बेला अनि सबै सकेर अहिले चाहिँ त्यही अब राम्रो चलिरहेको छु त्यही हो ठिक छ भनेपछि हजुर एज अ स्टुडेन्ट आउनुभयो युकेमा हजुर हैन सो यसलाई त्यो एउटा इन्टरभ्यु भन्दा पनि एउटा नर्मल कन्भर्सेसनको हिसाबले अलिकति फ्र्याङ्क हुनुहोस् हैन जे छ त्यो भनिदिनु हैन मुख छाड्दा नि खासै फरक पर्दैन यो हाम्रो र्यान्डम उसमा जान्छ भिडियोमा जान्छ हैन मेबी सबै अलिअलि क्लिप हामीहरू हाल्छौँ होला हैन सो फर्स्ट अफ अल हजुर यो ड्रिङ्क इन्जोय गर्नु कोक इन्जोय गर्नु हैन त्यो चाहिँ नन अल्कोहल हैन हजुर एन्ड आजको नन अल्कोहल हजुर हजुर विशेष हाम्रो आजको स्पोन्सर हुनुहुन्छ माया इभेन्ट्स हैन उहाँहरूले चाहिँ अब यो इभेन्ट गर्न गइराख्नु भएको छ सर हैन हजुर लाफ्टर फर अ लाइफ हैन 27 अप्रिलमा हुन गइरहेछ हजुर पनि हुनुहुन्छ टिममा हैन सो उहाँ आज हाम्रो स्पोन्सर हुनुहुन्छ गाइज हाम्रो स्पोन्सर पनि छ गाइज हैन सो हजुर यो चाहिँ म हजुरलाई लास्टमा दिन्छु हुन्छ यो एज अ टोकन अफ लभ हो हैन यो म हजुरलाई लास्टमा दिन्छु हैन सो शुभमजी भन्नुहोस् कस्तो चलिरहेछ जिन्दगी यति बेला अब अलिकति व्यस्तै चलिरहेछ टु बी अनेस्ट भन्नु पर्दाखेरि हैन अनि धेरै कुरा चेन्जेस आइरहेछ मेरो लाइफमा यति बेला अनि गिदी नै छ यार भन्नुपर्दा अब खुलेर भन्नुपर्दाखेरि चाहिँ अलिकति गिदी नै छ तर त्यस्तो लाइक हुन्छ नि अब नसकिने सिचुएसन भन्दा पनि लट अफ थिङ्स आर गोइङ अराउन्ड क्या यो बेला त्यही भइरहेछ मैले केही दिन अगाडि एउटा भिडियो हेरेको थिएँ क्या हजुरको त्यो ट्राफिक लाइट वाला हजुरले त्यो पोस्ट गर्नुभन्दा अगाडि मलाई पठाउनु भएको थियो हैन अनि मैले हाँसेको थिएँ राम्रो छ भनेर त्यहाँनिर चाहिँ कति धेरै कमेन्टहरू नेगेटिभ कमेन्टहरू आइरहेछ वाइल्डले के कस्तो इम्प्याक्ट पऱ्यो त्यसले हजुरको लाइफमा टु बी अनेस्ट भन्नु खासै केही इम्प्याक्ट चाहिँ परेन हैन किनभने नौलो कुरा हैन सर हैन लगभग निकै वर्ष भइसक्यो टिकटकमा फेसबुकमा इन्स्टाग्राममा भिडियोहरू हालिरहेको र विशेष गरेर टिकटकमा हैन अनि आइरहेको छ यस्तो कुराहरू चाहिँ नर्मल लाग्छ तर हेल्पफुल चाहिँ भयो भन्छु म सम्पूर्ण साथीहरूलाई चाहिँ जसले त्यो नेगेटिभ कमेन्ट गर्नुभयो हैन बेरोजगारहरूले जसले गरौँ म चाहिँ के भन्छु भने त्यो अझ धेरै गर्नु होला हैन नेगेटिभ कमेन्ट अझ धेरै गर्नु बेरोजगारहरूले चाहिँ किनभने इन्गेजमेन्ट दिन्छ नि त जस फाइदा भएको छ एटलिस्ट त्यो भिडियोबाट नभएको नि 2-3 जना स्टुडेन्टहरूले चाहिँ एप्लाई गर्ने हुनुभएको छ मतलब प्रोसेसको लागि चाहिँ गर्नुभएको छ रिच गर्नुभएको छ हामीसँग ठिक छ अब हजुरले अब यो कन्भर्सेसनमा चाहिँ क्यामेरातिर नहेरी पनि हुन्छ ए हजुर हैन सो नर्मल टक गरौँ नर्मल टक हजुर सो अब इन्फ्लुएन्सर मलाई थाहा छ हैन हामी स्टार्टिङबाट अब सबैजना अब बिस्तारै अगाडि बढिरहेको छौँ एकदम अब हाम्रो उसमा चाहिँ हैन अब अरूको अगाडि ठिकै छ के गरेको छैन भन्दैन हैन हजुर हजुर तर यो कतिको सजिलो हुँदो रहेछ त यो भनौँ न एज अब इन्फ्लुएन्सर भन्छु म हैन कन्टेन्ट क्रिएटर त भन्दैन अब अहिले चाहिँ हजुर कन्टेन्ट क्रिएटरमा जाँदै हुनुहुन्छ हैन कन्सल्टेन्सी प्लस कन्टेन्ट क्रिएटर भन्नाले तपाईँले अब कसरी प्रमोसन गर्ने हैन त्यो तरिका त्यो भएर चाहिँ हजुरलाई अब अहिले चाहिँ अब एज अ डेब्यु गर्दै हुनुहुन्छ कन्टेन्ट क्रिएटरमा हैन तर त्योभन्दा अगाडि त तपाईँ इन्फ्लुएन्सर हुनुहुन्छ अहिले पनि हुनुहुन्छ हैन सो इन्फ्लुएन्सर हुँदाखेरि चाहिँ हैन अब अभियसली हैन नेगेटिभ पोजिटिभ सबै कुराहरू आउँछ अब 100मा अब तपाईँको 80 जनाले गाली गर्यो भने 20 जनाले चाहिँ तारिफ गर्छ हैन म यो सबैभन्दा पनि स्टार्टिङको कुरा चाहिँ सोध्न लाग्यो क्या मलाई त्यो स्टार्टिङमा जब भिडियो चल्यो भाइरल भयो भाइरल आयो कमेन्ट आयो आयो नि त्योभन्दा अगाडि 8-10 लाइक आउँथ्यो एकैचोटि भिडियो चल्यो पहिलोचोटि भाइरल हुँदाखेरि चाहिँ त्यो कमेन्टहरू आयो होला हैन त्यहाँनिर चाहिँ कस्तो त्यो प्रतिक्रिया नेगेटिभ कमेन्टहरू हेर्दाखेरि म पोजिटिभको कुरा गर्दैन नेगेटिभको कुरा गर्छु यसो मेरो चाहिँ यो कुरामा इन्काउन्टर गर्छ भने म पहिलोचोटि मैले एउटा भिडियो बनाएको मतलब पहिलोचोटि भन्नाले पनि धेरै भिडियोहरू बनाइरहेको थिएँ नाचेको साचेको एउटा अलिकति आफूले बोलेर भिडियो बनाएको थिएँ के थियो त्यसमा चाहिँ भने आई थिङ्क नेपालको 1500 राखेको थिएँ अनि 10 पाउन्ड कति थियो त्यति बेला हैन अराउन्ड 10 पाउन्ड नै होला 1500 तिर अनि 10 पाउन्ड होला यस्तै के थियो मैले बिर्सेँ हैन के थियो विशेष मैले यतिकै पैसा राखेको थिएँ अनि मैले के भने
नेपालको यति पैसा चाहिँ यहाँको यति हुन्छ ए ओके तपाईले हुँदो रहेछ कम्पेरिजन गर्नु कम्पेरिजन गर्थेँ 1500 नै होला हौ वाट एभर कति थियो बिर्सेँ होइन तर यसरी राखेको थिएँ त्यति बेला होइन अनि त्यहाँदेखि एकचोटि हेरिहाल्नु 1500 हो कि होइन फेरि यहाँ पनि अर्को नेगेटिभ कमेन्ट हान्छन् यार 1500 डिभाइड बाई 170 अराउन्ड त्यस्तै 1500 के थियो अनि मैले त्यति बेला भर्खर आएको थिएँ 2021 को कुरा हो अनि 1500 एक ठाउँमा राखेको थिएँ अनि एक ठाउँमा 10 पाउन्ड होइन मैले भने यो पैसा भन्दा पनि यो 10 पाउन्ड धेरै हो होइन यहाँको 10 रुपियाँ चाहिँ हाम्रो यो हो चाहिँ देशको हैसियत भन्ने भनेको थिएँ कि मैले अब रियालिटी कुरा गर्दा त्यही त हो नि अब त पछि धेरै नेगेटिभ कमेन्ट होइन साला खाडी बसेर त यस्तो त्यस्तो यो त्यो होइन म सुतेँ त अनि बिहान मम्मीको टन्नै फोन आएछ फेरि घरमा टेन्सन क्या अनि मेरो मम्मी चाहिँ सबैलाई रिप्लाई गरिरहनु भएको छ क्या होइन आफ्नो आइडीबाट आफ्नो आइडीबाट मेरो त्यो कमेन्टहरूमा क्या मम्मीले प्रत्येक उयो भिडियो मतलब नेगेटिभ कमेन्टहरूलाई क्या अनि मैले सबै डिलिट गरिदिएँ भिडियोमा त्यो कमेन्ट अफ गरिदिएँ मैले मम्मीलाई भने अनि के गर्नुभएको यस्तै हो मान्छेले गरिरहेको छ सबैजना मुख लगाएर हुन्छ हामी होइन अनि त्यो भयो थियो अनि सो एकदमै सक चाहिँ लाग्यो स्टार्टिङमा चाहिँ मलाई लाग्थ्यो मान्छेले किन नेगेटिभ कमेन्ट गर्छन् होइन अनि बिस्तारै बिस्तारै चाहिँ अब बानी हुन थाल्यो होइन सो त्यस्तो नर्मल लानु थाल्यो सुरुमा चाहिँ अलिकति लाग्थ्यो के गरे होला यिनीहरूले कमेन्ट गरे होइन अनि त्यस्तो तर मैले कहिले कमेन्ट डिलिट गर्न चाहिँ गरिनँ स्टार्टिङदेखि नै पढाइहरू चाहिँ सबै कम्प्लिट भयो युकेमा पढाइ सकियो नि ग्रेजुएट कतिको ह्यासल भयो त अब ह्यासल भइहाल्छ नि सर यार अब प्री मास्टर्समा आएको थिएँ होइन अब हजुरले होइन मैले देख्थेँ कि लाइक कति धेरै ठाउँहरू चेन्ज गर्नुभएको थियो नि त बस्नलाई सिटीहरू धेरै चेन्ज गरेँ मैले आई थिङ्क युकेमा तपाईँ नै होला त्यस्तो मान्छे होइन जहाँसम्म मलाई लाग्छ देखेको है अब नदेखेको त कति पनि होला नि तर हजुर जस्तो त्यो कति चेन्ज गरेको त्यो के कारणले त्यसो मतलब के थियो गर्लफ्रेन्डहरूबाट भाग्न खोजेको थियो कि होइन त्यस्तो गर्लफ्रेन्डहरू त मेरो कोही पनि थिएन हजुर किन भन्नु है होइन मतलब मेरो गर्लफ्रेन्ड चाहिँ कोही पनि थिएन होइन मतलब होइन मेन कारण चाहिँ के थियो किन भाग्या चाहिँ त्यसरी भागेको होइन के भयो भने अब समय पछि सुरुमा आउँदाखेरि अब नर्थ हाम्रोमा बसिहाल्यो होइन युनिले गर्दाखेरि त्यो पछि आई थिङ्क मलाई चाहिँ कस्तो लाग्छ भने एउटा कम्फर्ट जोनमा बसिराख्नु हुँदैन होइन अनि पहिलो कुरा चाहिँ त्यो हो अनि कामको कुराले चेन्ज गरे सिटी होइन एउटा दुईवटा तिनवटा त्यसरी चेन्ज गर्दै गयो त्यो पछि ऊ लाग्थेन कि यार म यति गएँ होइन यो सिटी गएँ मलाई त्यहाँ काम पाउँछु कि पाउँदैन त्यस्तो ऊ लाग्यो त्यस्तो चाहिँ कहिले लागेन मलाई होइन मलाई आई डोन्ट नो किन हो त्यस्तो चाहिँ मलाई आज कहिले लागेको छैन अनि किन पनि त्यस्तो लाग्दैन भने आई डोन्ट नो मलाई काहीँ न काहीँबाट केही न केही आउँछ क्या लाइफमा होइन त्यो आफ्नो कन्फिडेन्स हो म यो भन्दिनँ कि साला मैले काम खोज्न यति मेहनत गरेँ उति गरेँ मैले कहिले मेहनत गरेँ काम खोज्नलाई टु बी अनेस्ट भन्नु पर्दाखेरि है म स्टार्टिङमा आउँदाखेरि गरेँ होला डोर टु डोर जान्थेँ मैले स्टार्टिङमा गरेको भने तपाईँलाई त्यो कनोपीहरू साफ गर्ने काम गरेबाट सुरु गरेको नि त कनोपी भनेको त्यो उयोहरू हुन्छ कि तपाईँलाई त्यो टेक अवेहरू माथि तान्ने हुन्छ नि त्यस्तो पुरै सेटहरू निकालेर धुने सफा गर्ने अनि त्यस्तो चाहिँ मलाई धेरैवटा रेस्टुरेन्टको दिन्थ्यो क्या मलाई एउटा साउको अफगानीको थियो उसको अरू पनि चिनजान भएको अनि त्यो धेरैवटामा त्यसरी अनि मतलब स्टार्टिङमा त्यसो गाह्रो काम चाहिँ गरेँ तर काम खोज्न मलाई गाह्रो भने चाहिँ म भन्दिनँ आई डोन्ट नो काहीँ न काहीँबाट केही न केही कुरा आउँछ कि अब त्यो आई डोन्ट नो भगवान्ले उ गरिदिएको होला होइन मेन त्यो ठिक कम्युनिकेसन स्किल्स क्या मैले आजसम्म छ टु बी अनेस्ट भन्नु पर्दाखेरि म कहिले पनि काम खोज्नको लागि के गर्नलाई म सधैँ सुरुमा चाहिँ कहाँबाट सोर्स लाम भन्ने सोध्छु क्या होइन मैले कहीँ भनेको छैन आज भने मैले है रियल कुरा हो यो चाहिँ होइन म कुनै पनि काममा मलाई घुस्नु छ के गर्नु छ भने चाहिँ यहाँ चाहिँ मैले कसरी चाहिँ मैले सोर्स लाउन सक्छु त्यहाँभित्र कोही काम गर्ने मान्छे चाहियो कि त होइन या कसैको काम गर्नेको पनि कोही चिनेको छ र मेरो कनेक्सन छ भने म त्यतातिर जान्छु कि जहिले पनि किनभने जति जे भन्नुहोस् बेलायत भन्नु जे भन्नुहोस् होइन हामीले जुन किसिमको कामहरू गर्छौँ नि होइन हामी कुनै कम्पनीको सिइओ होइन म्यानेजिङ डाइरेक्टर यताउता पोजिसन त एप्लाई गर्ने होइन अरू जति पनि गर्छौँ नि सोर्स एकदम ठुलो काम गर्छ कि ठुलो संस्थामा लिङ्क एकदमै काम गर्छ र सबभन्दा इजिएस्ट मेथड हो होइन अनि मेरो दिमाग चाहिँ त्यहाँ हुन्थ्यो होइन त्यो भएर म नयाँ सिटी जाँदा पनि सबैबाट चिनजान बनाउने कसरी के गर्ने होइन त्यो हो अनि त्यही हो अब सरियो सर तर त्यही हो अब सरिन्छ सकियो होइन प्रोजेक्ट म्यानेजमेन्ट भन्नुभयो हजुर प्रोजेक्ट म्यानेजमेन्ट अब तपाईँको डिग्री लिनुभयो युकेको डिग्री फर्स्ट अफ अल होइन पेज बनाउनु भयो ग्रुप पेज ग्रुप बनाउनु भयो होइन पेज पनि छ नि त हजुर शुभम दाहाल भन्ने पेज छ अनि ग्रुप भनेको तपाईँको युके कम्युनिटीको भयो होइन हजुरले पेज बनाउनु भयो हजुरले ग्रुप बनाउनु भयो स्टार्टिङमा जिरोबाट सुरु गर्नुभयो म लगायत साथीहरूले पनि साथ दिनुभयो हजुर होइन तपाईँले पनि साथ दिनुभयो अरू साथीहरूले पनि साथ दियो ग्रुपमा होइन जिरोबाट सुरु गर्नुभयो अहिले अलमोस्ट वी आर अबाउट टु हिट 20K होइन 20K पुग्न लाग्यो कम्युनिटीमा
त्यो ग्रुप बनाइसकेपछि लाइफमा के कुराहरूको फाइदा भएको छ एउटा होइन के कुराको डिसएडभान्टेज भएको त्यो फाइदा भएको छ आई थिङ्क फाइदा कुरा मान्छेले गर्न थालेछन् होइन अब मान्छेले के गर्न थालेछन् मतलब आई डोन्ट नो त्यो ग्रुप छ भनेर डाइरेक्टली चाहिँ भन्दैनन् होइन तर फेभर माग्न खोज्छन् कसैले तर म फेभर त्यस्तो त कहिले पनि गर्दिनँ होइन ग्रुपको कुरामा चाहिँ आइएम अलवेज तपाईँलाई के भन्छ डेमोक्रेटिक भनौँ या म एकदमै फेयर हो क्या म आफ्नो बिजनेसको पनि एडभर्टाइज कहिले पनि ग्रुपमा गर्दिनँ होइन कहिले गर्दिनँ म यो कुरामा चाहिँ हामीले स्टार्टिङमा ग्रुप बनाउँदाखेरि नै हामीले डिसाइड गरेको थियो कि प्रमोसन्सहरू त्यस्तो बिजनेसहरूको खासै के नगर्ने इफ भोलिको दिनमा गर्नु पर्यो भने पनि जुन पनि एमाउन्ट हुन्छ XYZ त्यसलाई चाहिँ हामीले च्यारिटी गर्ने ग्रुपको ग्रोथको लागि युज गर्ने ग्रुपको ग्रोथको लागि चाहिँ होइन अब कसैले अब त्यसमा लागि पर्छ कोही एडमिनहरू हुन्छ होइन उहाँहरूले टाइम दिएको हुन्छ यताउति गर्न त्यो प्लस अब च्यारिटीहरू नेपालतिर होइन अनाथ आश्रमहरू भयो कुकुरहरूको त्यो हुन्छ नि हजुर हजुर त्यो लाइक उनीहरूलाई हो त्यसमा चाहिँ हामीले गर्ने भनेर हामीले त्यो पहिला नै डिसिजन गरेको थियौँ सो शुभम सर अहिले पनि त्यसैमा निष्क्रिय अडिक हुनुहुन्छ होइन त्यसको लागि एकदम खुसी लाग्यो त्यही हो सर अर्को कुरा चाहिँ के हो नि गन्छन् क्या मान्छेले मजा गरेको गन्छन् क्या ग्रुपको एडमिन भन्नु डाइरेक्ट भन्दैन कसैले भन्दैन डाइरेक्ट तर थाहा हुन्छ क्या हिजोसम्म तपाईँ इमेजिन गर्नु म हिजोको दिन अब युके आइराख्दाखेरि होइन अब 3 वर्ष 3.5 वर्ष अगाडि आउँदाखेरि त्यही मान्छेहरूको मसँग बोल्ने तरिका आज बोल्ने तरिका फरक छ क्या त्यो त्यतिकै त होइन नि त त्यो मलाई हेरेर होइन नि सर त्यो मैले केही कुरा गरेँ होला नि त केही कुरा कसम भनेको सर होइन जिन्दगीमा केही कुरा नउखाडी चाहिँ कसैले गर्नेवाला छैन कि अभियसली मैले स्टार्टिङमा भने नि त मैले भने म स्टार्टिङबाट भन्छु कि सर अरू होस् नहोस् यहाँ हामी उखाड्न आएको हामी यहाँ छाप छोड्न आएको भोलिको दिनमा यस्तो नहोस् कि हजुरहरूलाई पनि भनेको थिएँ मैले यस्तो नहोस् कि आयो पढ्यो गयो गयो थाहा छैन आयो हङ्गामा गर्यो गयो मान्छे याद राखोस् कि याद राखोस् हजारौँ लाखौँ विद्यार्थी आउँछन् सबलाई याद राखोस् कि यार यार यो मान्छे थियो युकेमा होइन यो भइदियो अझ पनि राम्रो हुन्थ्यो गर्थ्यो होला यो मान्छेले आफ्नो पोजिटिभ कुराहरू राख्ने अभियसली होइन तपाईँले अब कति धेरै कामहरू गऱ्यो भने चाहिँ होइन अभियसली केही न केही कुराहरू केही न केही तलमाथि या नेगेटिभ हामी सबैको लागि राम्रो हुन्छ भन्ने छैन हामी सबैको लागि नराम्रो हुन्छौँ भन्ने पनि छैन क्या होइन त्यही भएर चाहिँ त्यो कुराहरूलाई चाहिँ अपार्ट साइडमा राखेर चाहिँ आफूले चाहिँ त्यो अनुसार आई थिङ्क हामीले एउटा बााउन्ड्रिज पनि तोड्नुपर्छ क्या जस्तो अब मैले टु बी अनेस्ट भनेर सुन्दा धेरैलाई दुःख लाग्ला होइन तर विद्यार्थी भन्ने बित्तिकै विचार भन्ने चलन छ क्या होइन कुन भिजामा भन्ने सोध्छन् क्या तपाईँको पार्टी साटी अनि यो भर्खर आएको विद्यार्थीले धेरै फेस गर्नुहुन्छ मैले पनि फेस गरेँ तपाईँले गर्नुभएको होला होइन कुनै पार्टीहरूमा जानु कहीँ जानु होइन बाबु भाइ कुन भिजामा भनेर सोध्छन् क्या पहिलो कुरा नेपालमा जात सोधिन्छ नि यहाँ भिजा सोध्छन् क्या यहाँ पनि सोध्छन् यहाँ जात त छँदैछ त्यो त रोगे हो होइन त्यो त गु भरेको मान्छेहरूको दिमागमा कसम भनेको होइन धेरैलाई रिस उठ्ला तर द्याट्स द ट्रु होइन अनि भिजा सोध्छन् अनि स्टुडेन्ट भिजा चाहिँ बिचारा भन्ने खाल चलन छ क्या तर हामी स्टुडेन्ट भिजामा आयो भने त्यो भनेको त हाम्रो देशमा एन्ट्री गर्ने एउटा बाटो हो क्या कति वर्किङमा आउनु होला कति अब मिलिट्रीमा आउनु होला कति केमा आउनुहुन्छ होइन त्यो हाम्रो एन्ट्री गर्ने हो नि त होइन तर त्यो पछि चाहिँ हामीले के गर्न सक्छौँ भने आई डोन्ट थिङ्क सो भिजाले चाहिँ होइन यो कुनै जस्तो फर इक्जाम्पल स्टुडेन्ट भिजामा आएको स्टुडेन्ट चाहिँ जिन्दगीभर तपाईँलाई चाहिँ होइन एउटा कुनै सीमामा रहनुपर्छ भन्ने छैन क्या यु क्यान ब्रेक बााउन्ड्रिज गर्न सकिन्छ क्या हामीले पनि धेरै कुरा गर्न बाँकी छ अझै हामी त भर्खरै बामे सर्दैछौँ नि होइन यो त बस सुरुवात हो के गर्छौँ नि हामीले आउने दिनमा होइन सुरुवात हो भर्खरै 3 वर्ष 4 वर्ष भर्खरै त हामी 1.5 वर्ष 2 वर्ष त हामीलाई युनिको ऋण तिर्न होइन आफ्नो युनिभर्सिटी काम म्यानेज गर्दै आफ्नो एनर्जी गयो बल्ल त हामी कुद्न थालेको छौँ अनि ऊ भयो कि भएन लाइक स्टुडेन्ट उसमा हुँदाखेरि चाहिँ नेपाली कम्युनिटीहरूको इभेन्टहरूमा बोलायो कि बोलाएन बोलाउँदैन सर कसैले पनि बोलाउँदैन सुरुमा युनिभर्सिटीमा हुँदाखेरि चाहिँ युनिभर्सिटीमा पनि थियो होला नि कम्युनिटी होइन आई डोन्ट थिङ्क सो हाम्रोमा थिएन दर्ता गरेको थिएन अनि एकचोटि दर्ता गर्ने भन्ने कुरा पनि भयो मैले केही साथीसँग कुरा गर्थेँ तर त्यहाँ हाम्रो सिनियरहरू हुन्छ नि केही उहाँहरूलाई चाहिँ के कुरा चित्त नबुझ्ने भने चाहिँ शुभम दाहालको नाम अगाडि आयो क्या होइन शुभम दाहालको नाम अगाडि आयो भन्ने बित्तिकै केही सिनियरहरू भनौँ न केही छैन होइन एउटा हुनुहुन्थ्यो एउटा है लगायत अरू टोली पनि थियो होइन त्यस्तो भन्नु रेस्पेक्ट गर्नुपर्छ भन्छु होइन अनि मतलब केही मान्छेहरूलाई चाहिँ चित्त बुझेन होइन अनि त्यो कुरा त्यतिकै रह्यो आई डोन्ट थिङ्क सो अहिलेसम्म दर्ता भएको छ हाम्रो रियामटनमा पनि हजुर पहिला थियो अरे कि पहिला हामीलाई एउटा थाहा थिएन नेप्लिज कम्युनिटी छ भनेर अनि अब हामी ग्रेजुएसन हुनुभन्दा 1 साल अगाडि चाहिँ हजुर लास्टमा चाहिँ लाइक इन्डियनको कोर्सको इन्डियनमा चाहिँ अब हामी 3-4 जना भेट भयो क्या केटाहरूको होइन अनि
ल यार अब सो इभेन्ट गर्नु पऱ्यो निप्लिस कम्युनिटीको यताउति भन्यो होइन। हजुर अब त्यो खोज तलास गर्दा गर्दै हामीलाई के थाहा भन्दाखेरि चाहिँ त्यहाँ पहिला निप्लिस कम्युनिटी रहेछ, ए अलरेडी रेजिस्टर रहेछ। त्यहाँनिर के गरेर चाहिँ इभेन्ट गर्ने भनेर पैसा खाएछ अनि होइन। अब हामी रजिस्टर गर्नु गएको क्या होइन, म 2-4 जना साथीहरू थियो होइन। अनि हामीजना गयो रजिस्ट्रेसन गर्नलाई, अब नेप्लिस कम्युनिटीलाई रजिस्टर गर्नु पऱ्यो होइन। अब कति अरू कम्युनिटीको मात्र इभेन्टहरू हेर्ने होली होइन, किनकि बजेट दिएको हुन्छ कि युनिभर्सिटीले बजेट दिन्छ प्रोग्रामको लागि, बजेट इभेन्ट्सहरूको लागि चाहिँ कल्चरल प्रोग्राम यताउति आफ्नो उसको लागि चाहिँ दिन्छ होइन। अब गयौँ होइन, तेरो त छ भनेर भन्छ होइन, अलरेडी छ भन्छ, होइन छ भने त ठिकै छ त हामी त्यसैलाई चलाउँछु भनेर भने होइन। अनि त्यसरी चलाउने भन्दाखेरि चाहिँ पछि यसो भित्र कुरा गर्दा बुझ्दा चाहिँ ए पहिला त यत्रो बवाल भएर रहेछ पहिलाको स्टुडेन्टहरूले ऱ्याम्पटनमा पैसाको हेनमेन गरे रहेछ भनेर भने होइन। हजुर भनेर ठिकै छ, त्यसो भए त अब त यो त गाह्रो होला जस्तो लाग्यो होइन। तर पनि अब हामीले गऱ्यौँ, इभेन्टहरू गऱ्यौँ होइन। म जान सकिनँ इभेन्टमा, तर म केही आफ्नो यता कामको कारणले गर्दाखेरि जान पाएन। तर इभेन्टहरू चाहिँ भयो होइन। हामीले 2-4वटा इभेन्ट गऱ्यौँ नेप्लिस कम्युनिटीको उसमा चाहिँ ऱ्याम्पटनमा चाहिँ। सरहरू पनि सबै ग्रुपहरू बनायौँ हामीले होइन। हामीले ग्रुप बनायौँ, मेसेन्जर ग्रुप बनायौँ, इन्स्टाग्राम बनायौँ होइन। फेसबुक पेज चाहिँ अलिकति बनाउने भनेर सोचेको थियौँ, तर फेसबुक पेज भन्दाखेरि कस्तो भन्दाखेरि चाहिँ अलिकति मजा आएन कि फेसबुक पेजमा चाहिँ। इन्स्टाग्राम सबै चलाउँछ होइन। अनि सबै कुरा भयो, हामीहरूको ग्रेजुएसन भइसक्यो होइन। अनि ग्रेजुएसन भइसकेपछि मैले अब जतिजना साथीहरू छन् होइन, मैले भने उनीहरूलाई हेर भाइ अब हामीहरू ग्रेजुएसन भइसक्यो, अब यो ग्रुप हामीले छोड्नुपर्छ। हामीले मेसेन्जर चाहिँ छोडिदियौँ होइन, सबैजना सल्लाह गरेर कि मेसेन्जरमा बस्नु हुँदैन। अब हामी किनभने अब यो अरूले चलाउँछ, मतलब जो स्टुडेन्ट हुनुहुन्छ करेन्ट स्टुडेन्ट उहाँले चलाउँछ। इन्स्टाग्राम चाहिँ मैले चलाइरहेको छु अहिले पनि, इन्स्टाग्राम चाहिँ मैले चलाइरहेको छु। इन्स्टाग्राम चाहिँ दिएको छैन किनभने चाहिँ अब त्यस्तो सक्रिय कोही छैन अहिले। सक्रिय कोही आयो भने तपाईँ मैले दिएको पनि थिएँ स्टार्टिङ, पहिला बिचमा दिएको थिएँ। मैले भने यहाँ साथी म काममा अलिकति बिजी हुन्छ होइन, त्यो भएर म सक्दैन। मैले अरूलाई नै दिएको थिएँ, अर्को साथीलाई दिएको थिएँ। उसले पनि खासै चासो देखाएन, ऊ पनि काममा बिजी भयो होइन। अब त्यसो अब अलिअलि पोस्ट समय त निकाल्नुपर्छ यार, गाह्रो छ नि यार, समय निकाल्नुपर्छ। 1 दिन 2 दिन अलिकति यस्तो पोस्ट सेयरै गरिदियो, स्टोरी सेयर गरिदियो भने धेरै हुन्थ्यो, तर गर्न सकेन। त्यसपछि मैले फेरि आफै ब्याक लिएँ। अब त्यो ग्रुपमा मेसेज हालेको थिएँ, कसैले रिप्लाई गर्नु भएन, चासो दिनु भएन। त्यो भएर अहिले चाहिँ मैले आफै नै चलाइरहेको छु, अलिअलि स्टोरीहरू यताउति अब आफ्नो ब्रोडकास्टमा हालेको उयोहरू पनि सेयर गरिदिन्छु। नेपाली केही इभेन्ट छ भने त्यो पनि सेयर गरिदिन्छु, त्यसमा त केही फरक पर्दैन नि त। त्यो गरिदिनु गइरहेको छु। मेन कुरा चाहिँ पैसा खाएको रहेछ क्या त होइन। हुन्छ नि त्यस्तो, धेरै ठाउँ हुन्छ नि त्यस्तो पहिलाका स्टुडेन्टहरू। तर खतम बेहोरा यार, यस्तो चाहिँ नगरेको राम्रो है। यो त अति नेपालमा हामी दिनु भनेको थियो त्यहाँ कति तर रेपुटेसनै बिग्रिन्छ नि त यार। कुनै एउटा नेसनालिटीको होइन, कुनै एउटा नेसनको के अरे रेपुटेसन बिग्रिन्छ नि त्यो कुराहरू। अब हो त्यही त गडबड छ नि त। त्यहाँ हिनामिना भयो, हामीलाई चाहिँ त्यो भन्यो है, हिनामिना भयो भनेर भन्यो। अब भित्र कुरा थाहा छैन हामीलाई, चाहिँ त्यहाँको अफिसियलहरूले चाहिँ त्यही भन्यो होइन। अब मैले कुरा बनाएर भन्ने कुरा नै छैन होइन। उयो त्यस्तो हो भने त्यसरी रिज्युम गऱ्यौँ हामीहरूले। अनि जस चलाइरहेको छ अहिले केटाहरूले, भाइहरूले, अब अरूहरूले चलाउला नि, इभेन्टहरू गर्ला नि होइन। त्यसपछि तपाईँको होलीको इभेन्ट पनि भयो सायद होइन। हामीहरूले अर्को एउटा इभेन्ट गरेको थियौँ, न्यु इयर एक्टिभ छ ऱ्याम्पटनमा, प्रायः धेरै नेपाली स्टुडेन्ट पनि हुन्छ। अहिले चाहिँ अब कतिजना तपाईँले यो ऱ्याम्पटनले अहिले चाहिँ ब्लगरहरू इम्पोर्ट गरेर छ। अनि ठिक हो अब होइन, आफ्नो बनाउँछन् होइन, राम्रो हो त्यस्तो हो। त्यसलाई चाहिँ आफूले चाहिँ आफ्नो पनि हेर्नुपर्छ होइन। प्लस आई थिङ्क मलाई जहाँसम्म लाग्छ मान्छेले नेगेटिभ कुराहरू चाहिँ फैलाउनु हुनु जस्तो लाग्छ कि। त्यो चाहिँ विशेष ख्याल गर्नुपर्छ यार नेगेटिभ कुरामा। किनभने चाहिँ सर यहाँ तपाईँ अब भनौँ न, तपाईँको बाहिरतिर होइन, नेपालमा भनौँ न, नेपालबाट तपाईँ अस्ट्रेलियाबाट रिजेक्ट, युएसबाट सबै ठाउँबाट रिजेक्ट भएर लास्ट अप्सन युके हुन्छ होइन। लास्ट अप्सन भनेको मान्छेको युके हो क्या अहिले। जसले जति जे भने पनि फर्स्ट अप्सन हाम्रो लागि मात्र थियो, मेरो लागि मात्र थियो फर्स्ट अप्सन होइन। हजुर युके भनेर ट्राई गरेँ, मैले सिधै युके भनेर ट्राई गरेँ हो। मैले सिधै युके भिआई दिएको थिएँ कि, मैले आज पनि दिएन युके भिआई दिन्छु भनेर। युकेको लागि मैले सोचेको थिएन म अस्ट्रेलिया यताउति जान्छु, किन जान्छु। अब मलाई थाहा थिएन युकेमा त यहाँ छ्यापछ्यापी नेपाली भनेपछि तपाईँ चाहिँ लाइक अलिकति इन्टरनेसनल माहौलमा जान अलिकति मैले भने यार अलिकति गरौँ न यार होइन, माहौल अलिकति सिकौँ न होइन, वेस्टर्न कुराहरू सिकौँ, नयाँ कुराहरू सिकौँ। यहाँ अनि यति लक्की थिएँ कि मेरो क्लासमा कोही पनि थिएन, म मात्रै थिएँ कालो ब्राउन कालो होइन। त्यो बेला त अब गाउँबाट आएको थियो नि त सर, कालै थियो भनौँ न। अब अहिले पनि कालै छु, त्यही पनि खासै हुनुहुन्न।
ब्राउन अब ह्यान्डसम त भन्नु मिलेन होइन त्यो हजुरले भनिदिनुहुन्छ भने म नाइ भन्दैन अनि त्यो भयो होइन सर अनि कस्तो भइरहेछ त अहिले अब इभेन्टहरू गर्दैन हुन्छ होइन हजुर के छ अब कतिको मेन कुरा चाहिँ म सोध्नै बिर्सेँ हजुरको यो कन्सल्टेन्सी खोल्ने दिमागमा चाहिँ कहाँबाट आयो कन्सल्टेन्सी अब कहाँबाट भन्नु तपाईँले यस्तो थियो स्टार्टिङमा मैले भनिहालेँ टिकटक भिडियोहरू बनाउँथेँ होइन इन्फर्मेटिभ भिडियोहरू अनि हुन्छ म जानी इन्फर्मेटिभ भिडियो बनाउनु सुरु गरेको होइन म पहिला नाचेको भिडियो बनाउँथेँ डान्स गरेको भिडियो बनाउँथेँ होइन अनि नर्थ इन्डियामा हुँदा नि डान्स गरेको भिडियो बनाउँथेँ तर मलाई कमेन्टहरू कस्तो आउँथेन नि दाइ युकेमा कस्तो छ नाचिरहेको छु म होइन नाचिरहेको छु एउटा गानामा कमेन्टभरि चाहिँ दाइ यो युनि एप्लाई गर्दा कस्तो हुन्छ म आफै छक्क पर्ने क्या सायद त्यति बेला के रहेछ भन्दाखेरि यसो बुझ्दाखेरि चाहिँ युकेको बारेमा इन्फर्मेसन दिने खासै मान्छे हुनुहुन्न रहेछ त्यति बेला या हुनुहुन्थ्यो भने पनि धेरै फ्यु हुनुहुन्थ्यो होला सायद त्यो भएर चाहिँ नेपालबाट चाहिँ टिकटकमा त्यो देखिरहेको रहेछन् कि त्यो हुँदाखेरि चाहिँ मान्छेहरूले मेरोमा किनभने मेरो चाहिँ एउटा के हुन्थ्यो नि म जहिले पनि केही क्याप्सन लेखेपछि तल नेपाल र युकेको झन्डा राख्थेँ प्रत्येक भिडियोमा मेरो त्यो देखेपछि मान्छेहरू युकेमा रहेछ भन्ने भएछ होइन स्टुडेन्ट रहेछ भन्ने थाहा भयो त्यो पछि धेरै मेसेजहरू गरिराख्ने क्या अनि त्यो पछि मैले त्यो कुराको एन्सर दिँदा भिडियो बनाउन थालेँ सबलाई प्रायोरिटी एन्सर दिन गाह्रो भयो अनि भिडियो बनाउन थालेँ अनि त्यो भिडियोहरू बनाउँदै जाँदाखेरि चाहिँ मलाई लाइभहरू बस्थेँ अनि मलाई धेरैजनाले कन्सल्टेन्सी खोल्नु तपाईँ यो त्यो भन्ने क्या धेरैले भन्ने क्या तपाईँ कन्सल्टेन्सी खोल्नु यो त्यो यताउता भन्ने मलाई मान्छेहरूले आफै भन्ने क्या नेपालतिर कता कताबाट होइन अनि धेरैवटा कन्सल्टेन्सीले एप्रोच पनि गरे मलाई होइन नेपालबाट पनि धेरैले गर्नुभएको होइन कन्टेन्ट क्रिएटर भइसकेपछि त अभियसली गरिहाल्छ एकदम धेरै म रिसेन्टली योपालि नेपाल गएको थिएँ अस्ति म नेपाल जाँदाखेरि यतिकै केही कन्सल्टेन्सीहरूमा म निक्लिएको थिएँ होइन पहिलेदेखि मलाई मेसेज गर्नेहरूसँग निक्लिएको थिएँ अनि एकजनाले चाहिँ मलाई युकेको पुरै ऊ हेर्नु रे होइन उसको हेर्दै मलाई 2.5 लाख रुपियाँ दिन्छु भन्नुभएको थियो कि स्यालेरी मन्थली स्यालेरी अनि मैले चाहिँ युकेको पुरै होइन अब मैले आफ्नै मतलब गरिरहेको छु नि त अनि उहाँले चाहिँ मैले होइन मैले डुमाइ हुन् भने होइन नेपाल जाँदाखेरि त्यस्तो भन्नुभएको थियो कसैले अनि त्यहाँदेखि तपाईँलाई त्यो भएर चाहिँ होइन अनि त्यहाँदेखि त मान्छेहरूले एकदम मेसेज गर्ने क्या होइन एकदम मेसेज गर्ने मान्छेले धेरै अनि त्यो गर्न थालेपछि अनि बिस्तारै बिस्तारै हेर्दै जाँदाखेरि चाहिँ मैले अलिकति स्टार्टिङमा के भयो भने तपाईँलाई के अरे यो फीहरूको कुरामा क्या विद्यार्थीहरू एकदम महँगो फीमा पठाइदिने क्या नेपालबाट होइन अब इथिकल काउन्सिलिङ नगर्ने अनि महँगो फीमा पठाइदिने नेपालबाट क्या अनि हजुर त अनि पहिला कन्सल्टेन्सीहरूलाई गाली गर्नुहुन्थ्यो अरे नि त भिडियोमा होइन मैले गाली गरेँ कन्सल्टेन्सीको दले चले भनेर होइन मैले कमेन्ट चाहिँ देखेको मैले बुझेँ तपाईँले भन्नु कमेन्ट होइन अरूलाई यो दले यो भन्ने होइन कन्सल्टेन्सीहरूलाई गाली गर्ने लास्टमा आफै कन्सल्टेन्सी खोल्ने भनेर गर्नुभयो मैले देखेँ मैले कमेन्टमा चाहिँ देखेको छु कि किन त नि यस्तो गाली दिने भने आफै दले भन्ने होइन दले ठिकै छ नेपालीमा हामी दले नै एजेन्ट हुनुभयो एजेन्ट दले होइन स्टुडेन्ट दले भनेर होइन इट्स ओके के कुरा हो भन्दा चाहिँ मान्छेले के बुझ्नु भएको छैन मैले आजसम्म पनि कुनै कन्सल्टेन्सीलाई तोकेर मैले गाली दिएको छैन आज मेरो जिन्दगीभरि नै क्या होइन पर्सनली मैले दिएँ होला होइन मतलब आफ्नो केही रिसमा मैले पर्सनली साथीभाइको अगाडि केही कुरा भने अलग कुरा तर अन एयर भनौँ या सोसियल मिडियामा चाहिँ मैले आजसम्म म एक्सप्लेन गर्दैछु मैले न कुनै कन्सल्टेन्सी गाली दिएछु मेरो विरोध भनेको पहिला पनि थियो अहिले पनि छ के भन्दाखेरि चाहिँ अनइथिकल काउन्सिलिङ क्या होइन जुन तपाईँलाई विद्यार्थीलाई चाहिँ जुन फ्यूले यहाँ कमाएर तिर्न सक्दैन त्यस्तो फीमा पुस गरिन्छ नि त अनि सकिन्छ भनिन्छ नि यो गलत मलाई पहिलेदेखि यसमा गाली दिने मलाई पुतली सडकमा चाहिँ हजुर म युके आउनु म कन्सल्टेन्सी बुझ्न गएको थिएँ क्या ठ्याक्क त्यो तपाईँको मैतीबाट ठ्याक्क त्यो उकालो लाइन छ त्यो कन्सल्टेन्सी हजुर त्यहाँ मैले यतिकै बुझ्न गएको थिएँ कि के छ युकेको बारेमा यताउति भन्नु लिड्सको युनिभर्सिटी छ भनेर भने इयरली 22,000 पाउन्ड अनि हेर्नु त इयरली 22,000 पाउन्ड भन्यो भने त्यसले नम्बर लियो होइन मैले यतिकै बुझ्न आएको भने होइन अनि मलाई त 22,000 भन्यो यार पहिला त ठिकै जस्तो लाग्यो नेपालमा थाहा हुँदैन नि त ठिकै त यार जस्तो लाग्यो कमाइन्छ होला नि त यार युके गएर होइन लाग्यो अनि त्यसपछि मलाई यता अङ्कल हुनुहुन्छ क्या अनि फोन गरेँ मैले भने यस्तो यस्तो फिस छ फीहरू छ होइन यस्तो छ भने त्यो धेरै महँगो भयो अनि यता गणेश दाईको यता त्यो कन्ट्याक्ट गराइदिनु भयो होइन अनि त्यहाँ चाहिँ म आएँ त्यस्तो पनि हुन्छ कि हुन्छ सर म किनकि मलाई 22,000 भन्यो मलाई ठिकै त कमाउन सकिन्छ होला भनेर लाग्यो क्या मलाई लाग्छ नि म प्रिमास्टर्समा आएको सर मलाई 1.5 वर्षमा होइन आई थिङ्क कति 7,000 14 14 15 16 17 18 19 20 21 21,300 पाउन्ड अनि तिरेको सर 1.5 वर्षमा जब कि मास्टर्समा आउनु एकैछिन म भिडियो
मैले कन्सल्टेन्सी चाहिँ किन खोलेँ भन्दाखेरि चाहिँ अब पहिला चाहिँ मलाई धेरै क्वेरिजहरू आउने स्टुडेन्टहरूले आफै लाइभहरूमा चाहिँ कन्सल्टेन्सी खोल्नु दाइ तपाईँ यताउता भन्ने म चाहिँ खोल्दिनँ भनेर बसेको त्यो पछि मलाई धेरै नेपालबाट कन्सल्टेन्सीले एप्रोच पनि गर्नुभयो होइन र मेरो स्टार्टिङदेखिको एजेन्डा चाहिँ के हो भने चाहिँ अनइथिकल काउन्सिलिङ गर्नु हुँदैन होइन धेरै विद्यार्थीहरूलाई चाहिँ रङ इन्फर्मेसन दिने होइन एकदम महँगो फिसमा जुन तैँले तिर्न सक्दैन हो धनी बाउको बच्चा छन् होइन काठमाडौँमा 10-15वटा घर छ छप्प कमाइ हुन्छ होइन तपाईँलाई होइन महिनाको राम्रो इन्कम छ प्यारेन्ट्सको पैसा पेल्न सक्छन् भने आउनुहोस् महँगोभन्दा महँगो युनिभर्सिटीमा आउनुहोस् होइन तपाईँलाई आउनु मन छ त्यसरी भने मेरो म जिम्मा लिन्छु होइन त्यो महँगो युनिभर्सिटी तपाईँलाई दिने काम मेरो महँगोभन्दा महँगो दिने इफ तपाईँलाई त्यस्तै महँगो क्वालिटीमा पढ्नु छ तर हामी जस्तो मिडल क्लास भनौँ होइन या जसको सोच हुन्छ युके आएर कमाएर फी तिर्छु आगामी दिनमा चाहिँ होइन 1 वर्षको तिरेर आउँछु अरू तिर्छु भन्ने सोच यस्तो विद्यार्थीले 16,000 17,000 आएर कसरी तिर्ने क्या सो यो कुराको लागि चाहिँ म स्टार्टिङदेखि नै मैले आवाज उठाएको पहिलो हो युकेमा मैले आवाज उठाउने यो कुरामा म खुलेर भन्दैछु म पहिलो टिकटकमा होइन र यो कुरामा चाहिँ यस्तो गर्ने कन्सल्टेन्सीहरूसँग चाहिँ मेरो त्यति बेला पनि विरोध थियो आज पनि छ होइन अनि यो गर्दै गएँ तर मैले यति आवाज उठाएँ तपाईँलाई अहिले हो क्या तपाईँ नोटिस गर्नु 1 वर्ष भयो होइन कन्सल्टेन्सीहरूले एक्युरेट इन्फर्मेसन सोसियल मिडियामा होइन युनिभर्सिटी कोर्सको कुरा फीको कुरा विद्यार्थीले तिर्न सक्छ तिर्न सक्दैन भनेको 1 वर्ष भयो होला क्या भिडियोहरू बनाउनु थाल्यो किनकि अब यहाँको स्टुडेन्टहरूले भिडियो बनाउनु थाल्यो भिडियो यहाँ गएकोले होइन अनि त्यो कुराले चाहिँ त्यस्तो झन् मैले चाहिँ त्यति बेलाको अवस्थामा झन्डै 1 वर्ष भइसक्यो हामीले खोलेको होइन त्यति बेलाको अवस्था चाहिँ मैले के देखेँ भने मार्केटमा स्पेस छ राम्रो काम गरियो भने चाहिँ ग्रो गर्न सकिन्छ मार्केटमा होइन राम्रो ग्रो गरिरहेको छौँ हामीले होइन सो मैले त्यो स्पेस देखेँ त्यही भएर एउटा चाहिँ कस्तो भने म काम गर्छु तर म लिगल भएर लिगल वेमा इथिकल काउन्सिलिङ दिएर अनेस्ट भएर काम गर्छु क्या बरु स्टुडेन्ट कम आओस् सुरुमा तर म अनेस्ट भएर काम गर्छु भन्छ र आजको दिनसम्म हामी त्यसरी नै काम गरिरहेको छौँ सो त्यो कुराले चाहिँ मलाई मेन मोटिभेसन गरेर सेक्टरमा ल्यायो र पछि यो सेक्टरमा आएपछि त हेर्छु त यहाँ त फेरि राम्रो छ होइन किन ठग्ने होइन राम्रो छ राम्रो काम कन्सल्टेन्सीमा चाहिँ जे होस् राम्रो स्कोप छ स्कोप किन छैन यो भन्छ नि मान्छेहरू स्टुडेन्टमा आयो के गर्न सक्दैनन् अब अप्सनमा के सजेसन या के छ मैले मेरो कोर्स सक्यो होइन म पिएचडब्ल्यूमा छु पिएचडब्ल्यूमा चाहिँ के गर्दा बेस्ट होला जस्तो लाग्छ हजुरलाई आई थिङ्क तपाईँसँग क्रिएटिभ आइडिया छ अलिअलि फन्ड छ भने आफ्नो बिजनेस सुरु गर्नुहोस् होइन तर यस्तो बिजनेस गर्नुहोस् जुनमा के भन्छ त्यसलाई पैसा ट्रान्जेक्सन हुन्छ नि राम्रो लाइक तपाईँले सानो अब सपहरू खोल्न सक्नुहुन्छ किन पिएचडब्ल्यूमा तपाईँले बिजनेस गर्न सक्नुहुन्छ नि त अनि कस्तो गर्नुहोस् भनेर म चाहिँ मेरो विचारमा चाहिँ कस्तो छ भने अलिकति आफूसँग फन्ड छ भने र स्किल पनि हुनु पऱ्यो क्या फर इक्जाम्पल सुसीको सप जहाँ पनि चल्छ सुसी चल्छ जानी चल्छ आउनु पऱ्यो आफूलाई मेन कुरा स्किल हुनु पऱ्यो सानो ठाउँ लिनको लागि हुनु पऱ्यो र सकभर तपाईँ के भन्ने अब पार्टनरसिपमा गर्नुहोस् बिजनेस बिटामा जान सक्यो धेरै हाम्रो सोचाइ कस्तो हुन्छ भने मैले देखेको नेपालीहरूको सोचाइ चाहिँ हाम्रो चाहिँ पार्टनरसिपमा काम गर्नु हुँदैन भन्ने सोच्छ क्या तर पार्टनरसिपमा तब काम गर्नु जब आफ्नो नियतमा दाग छ यस्तो हुन्छ नि त पार्टनर कस्तो भयो भने डिपेन्ड गर्छ नि एक्ज्याक्टली त्यही भनेको मैले 2जना पार्टनर राम्रो छन् होइन उत्तिकै मेहनत गर्ने छन् हुन्छ नि त डेडिकेटेड काम डिभाइड गर्ने डेडिकेटेड भएर गर्ने अनि अनेस्ट क्या यसको पैसा म मार्दिउँ होइन यो सेयरमा बढी कसरी कुम्लाम भन्ने सोच होइन राम्रो सोच प्रगति गरौँ न 2जना फुटेर पैसा नकमाउनु भन्दा 2जना जुडेर 5 पैसा कमाएको राम्रो हो नि त सर हो कि न भन्नु न आजको दिनमा मैले देखेको बेलायतमा जति पनि धेरैजना क्या हामी नेपालीहरू अनसक्सेसफुल किन छौँ भने यही कुराले गर्दा क्या हामीलाई जुटेर कमाऊँ भन्ने छैन कि बरु फुटौँ त्यसले पनि नकमाओस् कसम मेरै कतिजना साथीहरू मेरो खुट्टा यस्तो तान्छन् नि सर मजाक गरेको होइन यस्तो तान्छन् तर पनि म कहिले उनीहरूलाई केही भन्दिनँ स्माइल गर्छु आफ्नो काम गर्छु ढुङ्गा हान्ने 1000 हुन्छन् कि सर बजारमा होइन तर के आजसम्म केही भएको छ त सो त्यो हो कि अनि त्यही भएर चाहिँ बिजनेस गर्नुहोस् होइन मतलब पिएसडब्ल्यूमा जाँदाखेरि बिजनेस गर्दा हुन्छ किनभने मान्छेहरूले अहिले देखिरहेको छु जुन टोटली इलिगल हो यार 20,000 25,000 पाउन्ड खर्च गरेर गरिरहेछन् होइन तर स्पोन्सर गरिरहेछन् पैसा हालेर मान्छेहरूले आफूलाई त्यही ठाउँमा 2-3जना मिलेर एउटा राम्रो स्किल राम्रो माइन्डसेट बनाएर बिजनेस गर्नु 60,000 पाउन्ड त बवाल हुन्छ र सकभर म चाहिँ के भन्छु भने पार्टनरसिप गर्दा एकजना स्टेबल मान्छेलाई पनि राख्नुहोस्
यहाँ उ भएको होइन अब यहीँको सबलाई सिटिजन हुन सक्ला या अलिकति सेटल भएको जे जस्तो भए पनि एकजना स्टेबल मान्छेलाई राख्नुहोस् किनभने त्यसले गर्दा राम्रो हुन्छ तर एकदम निष्ठापूर्वक होइन अहिले अर्को ट्रेन्ड म के पनि देख्दैछु भने साथीहरू अरू धेरै अरू कम्युनिटीमा पनि मान्छेहरू चाहिँ ल यस्तो कम्पनी खोल्ने अनि स्पोन्सरसिपमा मान्छे ल्याउने यो त्यो भन्ने खालको गलत निर्णयले कहिले नगर्नुहोस् क्या बिजनेस म चाहिँ के भन्छु यो बिजनेस गरेर कमाउँछु भन्ने सोचले गरौँ बिजनेस आजको आजै फेरि अरबपति होइँदैन क्या त्यो पनि सोच्नु पऱ्यो होइन थोरै थोरै गर्दै जोड्दै अगाडि बढ्छु भन्ने सोच्नुहोस् मिलेर काम गर्नुहोस् बवाल हुन्छ क्या दामी हुन्छ नि गरे होइन म कसम भएर भन्दैछु मैले यस्तो ठाउँ मैले भने नि स्टार्टिङमा आएर मैले काम गरेको ठाउँ त्यो मान्छे जो हुनुहुन्थ्यो अफगानी हुनुहुन्थ्यो उहाँलाई इङ्ग्लिस पढ्न आउँदैन कि मजाले लेखेको हुन्छ नि अरूलाई पढ्न लाउनुहुन्छ उहाँले होइन उहाँलाई मजाले इङ्ग्लिस बोल्न आउँदैन दुईवटा टेक अवे चलाइरहेछन् भनेपछि हामी त यार पढे लेखेको मान्छे छौँ यार होइन र ठिकठाकै बोल्न सक्छौँ इङ्ग्लिस सबै कुरा बुझेको छौँ आफूलाई नेपाली हामी फेरि एकदम बाटो छौँ हामी मैले किन हाँसेको तर बाटो छौँ क्या हामी होइन मतलब राम्रो कुरामा बाटो हौँ क्या नेगेटिभ कुरामा होइन मतलब हुन्छ नि अब अरूलाई फेक कस बनाएर उ गरेर ठग्छु भन्ने सोचेर हटाएर चाहिँ राम्रो तरिकाले चाहिँ बिजनेस गर्ने हो भने गर्न सकिन्छ सर भनेपछि अब मलाई पनि त्यही लाग्छ कि पिएसडब्ल्यूमा भएको बेला चाहिँ होइन 1 इयर मजाले काम हान्यो होइन तपाईँको फुल टाइम जुन त्यो 1 इयरको टाइम हुन्छ नि त्यो 1 इयरमा काम गर्दा गर्दा आफूले सोच्ने क्या होइन मैले के गर्न सक्छु या के कुरा चाहिँ अलिकति इफेक्टिभ हुन्छ कुन कुराबाट चाहिँ म छिटोभन्दा छिटो बिजनेस भिजामा जान सक्छु या त्यस्तो एउटा साइड हसल त्यो सकिँदैन भने पनि बरु एउटा राम्रो रिनाउन्ड कम्पनीमा काम गर्ने स्पोन्सरसिप लिने स्पोन्सर दिने कम्पनीमा काम गर्ने क्या सकभर चाहिँ म चाहिँ हुन्छ यहाँ युके आउने बित्तिकै स्टुडेन्टहरू माइन्ड क्लियर गर्नुहोस् म प्रत्येक हाम्रो आउने स्टुडेन्टलाई नेपालमा कन्सल्टेन्टमा जो आउनुहुन्छ नि म सुरुमै भन्छु दुईवटा कुरा तपाईँको माइन्डसेट के हो युके आउने तपाईँ आएर पढेर आफ्नो कोर्समा पढेर त्यही आफ्नो फिल्ड सम्बन्धीको कुरामा करियर बनाउन चाहनुहुन्छ कि खालि युके कुनै पनि कोर्समा छिर्छु यहाँ आएर चाहिँ तपाईँलाई पढाइसक्छु अनि कुनै पनि होला किचनमा हुनसक्छ होइन केयरमा हुनसक्छ जहाँ पनि अल जब्स आर रेस्पेक्टेड हियर होइन कुनै पनि एउटा सेक्टरमा छिरेर चाहिँ स्पोन्सरसिप लिएर चाहिँ यहाँ सेटल हुने रोडतिर लाग्छु भन्ने त्यो माइन्ड चाहिँ नेपालबाट क्लियर हुनुपर्छ हाम्रो त्यसले सजिलो गर्छ त्यो भएपछि तपाईँ यहाँको डे 1 देखि तपाईँ त्यो कुरामा एक्टिभ हुने यदि तपाईँको सोच छ आफ्नो फिल्डमा उ गर्दिनँ त्यो भन्ने तपाईँले पढाइ पास गर्नको लागि मात्रै गर्ने होइन मतलब आफ्नो भिजन त क्लियर हुनु पऱ्यो नि त सर क्लियर हुनु पऱ्यो यदि तपाईँलाई आफ्नै फिल्डमा केही गर्नु छ भने चाहिँ यहाँ आएको डे 1 देखि आफ्नै फिल्ड छेउछाउको खोज्ने क्या फर इक्जाम्पल अकाउन्ट एन्ड फाइनेन्स पढ्न आउनु छ भने क्लिनरकै काम खोजे पनि सकभर अकाउन्टिङ फर्ममा गर्नुहोस् क्या या आफ्नो एक दिन इन्भेस्ट गरेर भलिन्टियरिङ गरिदिनुहोस् अकाउन्टिङ फर्ममा होइन आफ्नो करियर बनाउनु नभए तपाईँलाई स्पोन्सरसिप लिएर मात्रै छ भने कुनै पनि क्या केरोममा त झन् सजिलो छ रिनाउन्ड कम्पनीजहरू बुपा हुन सक्ला 4 सिजन या अरू पनि धेरै छन् होइन यिनीहरू कुनैमा एउटामा काम गर्नुहोस् तपाईँ 2-3 वर्ष काम गर्नुहुन्छ क्या ब्याचलर्समा आएको विद्यार्थीले त 3 वर्ष एउटा केरोममा काम गरिसकेपछि 3-3.5 वर्ष काम गरिसकेपछि त्यसले स्पोन्सर नदिने भन्ने कुरा हुन्छ दिन्छ उसले अर्को स्टाफलाई ल्याउनु यत्रो कुरा सिकाउनु भन्दा तपाईँलाई फ्रीमा दिन्छ स्पोन्सरसिप त्यो किन काम गरेको स्टाफ पुरानलाई दिन्छ अनि सो मलाई त्यस्तो लाग्छ क्या सर त्यही हो के भन्नु अब यो भनौँ गाली दिन्छन् होइन गाह्रो छ कि त्यही हो बाइ द वे यो बियर खाएर बोल्दा भन्लान् मान्छेले होइन यो चाहिँ गिनिज हो होइन 0 एल्कोहलवाला हो टु बी होइन किनभने म एल्कोहल खाँदिनँ होइन हामीले यो खाइ पनि त्यस्तो राम्रो कुरा गरेको छैन नि त छैन तर क्लियरिफिकेसन पछि कमेन्टमा दिनुभन्दा अहिले दिँदा बेटर ठिक छ मान्छेले जे सोच्छ के भन्नु त होइन त्यही हो सर यार अब स्ट्रगल त अहिले पनि गरिँदैछ होइन अनि मार्केटमा त धेरै उयोहरू देख्छु मैले कन्टेन्ट क्रिएटरहरू देख्छु कस्तो कन्टेन्ट ब्लगरहरू देख्छु सर होइन हजुर अनि यो के भन्नुहुन्छ उहाँहरूलाई 2-4 दिन आउने फेरि हराउने किन हुन्छ होला त्यस्तो के लाग्छ किन हुन्छ जस्तो लाग्छ यस्तो हुन्छ कि सर होइन म ठ्याक्कै यो डेट हेरेँ 27 अनि 27 अप्रिलमा है माया इभेन्ट्सको लाफ्टर फर लाइफको इभेन्ट हुँदैछ यस्तो हो कि सर किन भन्दाखेरि चाहिँ आई थिङ्क मान्छे चाहिँ होइन तपाईँलाई कन्टेन्ट सिद्धिन्छ पहिलो कुरा दोस्रो कुरा मान्छे बिजी हुन थाल्छ प्रायोरिटी क्या मान्छेको के छ आजसम्म तपाईँ कति वर्ष भयो यो फिल्डमा मतलब जे पनि कन्टेन्ट क्रिएसनमा हुन्छ तपाईँले पढाइसक्नुभयो होला आफ्नो त्यहाँदेखि के भन्छ काम सँगसँगै होइन कतिवटा काम फेर्नुभयो होला या के गर्नु हुँदैछ आफ्नो एउटा तरिकाले त्यो सबै कुरा गर्दा गर्दै पनि तपाईँ मार्केटमा स्टिल हुनुहुन्छ होइन
हो कि हैन हजुर हजुर त्यस्तै अरू धेरै फ्यु मान्छे तपाईँ सँगसँगै युकेमा जब तपाईँले कन्टेन्ट क्रिएट गर्न थाल्नुभयो या एउटा इन्फ्लुएन्सरको यात्रा सुरु गर्नुभयो त्यति बेला भएको अरू नजिकको त के भन्नु त्यति बेला टिकटकमा तपाईँ जस्तै मतलब भिडियोहरू बनाउने गर्ने कतिजना हुनुहुन्थ्यो होला कोही थिएन त्यति बेला मतलब अरू बनाउनु त थियो होला नि अरू लाइक मैले चाहिँ जस्ट त्यो बेला चाहिँ भिडियो बनाउँथेँ होइन नबनाउने होइन मैले भन्नु खोजेको अरू डान्स या केही न केही बनाउनु त मान्छे थियो होला टिकटकमा धेरै थियो होला त्यस्ता ती मान्छे आज छन् कि छैनन् टिकटकमा छन् सेलाया छन् हो सेलाहान नि हो त्यस्तै मैले जब सुरु गरेँ भिडियो बनाउनु यहाँनिर धेरै मान्छेहरू मतलब ठ्याक्कै स्टुडेन्टको त बनाउनु हुन्न थियो अरू कुरा बनाउनु धेरैजना हुनुहुन्थ्यो क्या तर उहाँहरू अहिले लगभग त्यति खासै फर्युमा आउनुहुन्न होइन उहाँहरूलाई फ्रेन्ड्समा हेर्न जानुपर्छ या मतलब केही तरिकाले उहाँहरू त्यति एक्टिभ हुनुहुन्न होइन त्यस्तै मैले यो 3.5 वर्षमा यति धेरै भाइ बहिनीहरूले भिडियो बनाएको देखेँ होइन अनि आउनुहुन्छ यहाँ आउने बित्तिकै जब त जोस हुन्छ नि जस्तो भिडियो बनायो भने चल्छ क्या मान्छे स्टोरी सेयर गर्छन् आफ्नो जर्नी सर्ट जर्नी होइन अनि सर्ट जर्नी सेयर गर्ने अनि सर्ट टाइममै धेरै कुरा इभ्यालुएट गर्दैन क्या एकैचोटिमा आज काम छैन भन्ने भोलि यो ठाउँ सजिलो छ भन्ने पर्सि युनिभर्सिटी यस्तो भन्ने भनिदिने अनि त्यहाँदेखि सबै कुरा सक्यो बोल्न केही छैन बोल्नलाई केही छैन के गर्ने त अब त्यही नाचेको भिडियो लिपसिङ गरेको भिडियो बाहेक अरू केही छैन मेन कुरा यहाँ कस्तो छ भने नि सर मेन होइन एउटा कुरा के बुझ्नु पर्यो भने नि होइन म मेरो एक्सपिरियन्समा भन्छु क्या मैले यत्रो टाइम टिकटक बनाएँ मभन्दा दामी कन्टेन्ट बनाउने मान्छे कति आएर गयो क्या सर मेरो कन्टेन्ट केही पनि हुँदैन न एडिटिङ छ न केही छ बोल्ने त्यही हो होइन म के कुरा भन्छु भने इक्जाम्पल भन्नुपर्दाखेरि शाहरुख खानको प्रत्येक फिल्म हिट हुँदैन क्या हिट भएको पनि होइन क्या शाहरुख खानको एउटा टाइम थियो जब एकदमै हिट थियो अनि फेरि फ्लप हुन थाल्यो फिल्म यति साह्रो फ्लप भयो कि न्युजले पनि बेइज्जत गर्ने पनि अवस्था आएको थियो त्यसपछि फेरि चल्यो एक टाइम अनि फेरि फ्लप भयो क्या अनि अहिले अस्ति फेरि बिचमा चल्यो नि अहिले फेरि शान्त माहौल छ क्या होइन सो एउटा कुरा के बुझ्नु पर्ने तपाईको भिडियो सधैँ चल्छ भन्ने छैन क्या सधैँ पिकमा हुन्छ भन्ने छैन क्या तर कन्टिन्युटी बोलाउनु भएन क्या कन्टिन्युटी दिनु पर्यो क्या अब मेरो भिडियो चलेन भन्दैमा होइन उटपटङ कुरा गर्नु भएन मैले भनेको कुरा बुझ्नु छैन होइन उटपटङ जे पाइदिएको बारेमा बोल्ने होइन क्या भिडियो चलेन भन्दैमा शालीनता आफ्नो राखिराख्नु पर्छ मलाई चाहिँ के लाग्छ थाहा छ जतिजना पनि स्टुडेन्टहरू आउँछ नि अब अभियसली यहाँ फ्री टाइम हुन्छ होइन धेरै कुराहरूको रेस्ट्रिक्सन हुन्छ हुँदैन इफ स्टुडेन्टहरूले भिडियो बनाउनु नै छ भने टिकटक नै बनाउनु छ भने यहाँको आइडी बनाउने यहाँको नम्बरले होइन त्यसले भनेको तपाईँको मोनिटाइजेसन हुन्छ होइन युकेको नम्बरमा होइन बरु त्यसमा फलोवर्सहरू बढाउने होइन 10K पुगिसकेपछि त अटोमेटिकली मोनिटाइजेसन भइहाल्छ पैसा आउँछ होइन प्लस त्यो सँगसँगै हामीलाई त्यति दिमागमा आएन कि त्यो बेला मलाई आएन नि अनि प्लस अब सँगसँगै युट्युब पनि लिएर जाने कि युट्युबमा पनि हाल्ने कि जसरी अब तपाईँले टिकटकमा अलिकति हाल्ने भिडियो बाँकी भिडियो हेर्नु छ भने युट्युबमा हेर्नु भनेर भने सब्सक्राइबर बढाउने किनकि त्यो बेला तपाईँको पिक टाइम हुन्छ क्या जो पनि होस् त्यो भनेको तपाईँ स्टार्टिङमा यदि युकेको बारेमा या कुनै पनि देशको बारेमा कसैले भिडियो स्टुडेन्टहरूले हाल्दैछ भने स्टार्टिङमा त्यो भनेको एकदम पिक टाइम हुन्छ क्या त्यहाँनिरबाट त्यो मान्छेले आफ्नो फलोवर्स सब्सक्राइबर चाह्यो भने नि यहाँ पुऱ्याउन सक्छ क्या त्यो अब त्यो राम्ररी गाइड दिनु पऱ्यो होइन अनि अर्को कुरा चाहिँ हेर्ने होइन आउने हेर्ने के चाहिँ कुरा चाहिँ अरूको छैन डिफ्रेन्ट कन्टेन्ट बनाउने क्या सबैको एउटा जस्तो हो भने मान्छे बोर हुन्छ क्या त्यही भइरहेछ नि त अहिले युकेमा अब युके भनेको छ होइन अब अर्को कुरा के छ भन्दाखेरि चाहिँ यहाँनिर जो उसमा आएका छन् डिपेन्डेन्टमा आएका छन् आफू फुल वर्क पर्मिटमा छन् होइन उनीहरू स्टुडेन्टको बारेमा भिडियो बनाएका छन् होइन उनीहरूलाई त कसरी थाहा हुन्छ स्टुडेन्टको बारेमा थाहा नै हुँदैन नि कन्टेन्ट चाहिएर हो होइन बढी स्टुडेन्टहरू छ अब तपाईँ हामी भनेको चाहिँ हामीहरूले चाहिँ जब हाम्रो स्टुडेन्ट लाइफ सक्यो त्यहाँनिरबाट चाहिँ हामीले स्टुडेन्टहरू यस्तो यस्तो हुन्छ भनेर हामीले त्यो लाइन छोड्यौँ होइन अनि त्यहाँपछि चाहिँ हामीले अलग कुराहरू समात्यौँ हामीले जसरी कुन ठाउँमा गए चाहिँ कामहरू पाउँछ होइन यो देशमा कस्तो कस्तो हुन्छ इभेन्ट्सहरूको कुराहरू होला प्रमोसन्सको कुराहरू होला होइन आफूलाई कसरी अगाडि बढाउने भन्ने कुरा होला होइन अब तपाईँको अलिकति अवेरनेसको कुराहरू होला होइन यस्तो यस्तो हुन्छ भन्ने कुरा होला हामी त्यो लाइनबाट गइसक्यो भने हामी त्यो चेन्ज गऱ्यौँ नि त होइन तर यहाँनिर चाहिँ कस्तो भइरहेछ भने जो फुल टाइमर छ होइन जो काम गरिरहेछ फुल टाइम काम गरिरहेछ उसले चाहिँ भनेको छ स्टुडेन्टहरू यस्तो स्टुडेन्टहरू उस्तो भनेको छ होइन उनीहरूले त बुझ्दैन नि त
स्टुडेन्टको बारेमा चाहिँ स्टुडेन्टले मात्रै भन्नुपर्छ कि जस्तो मलाई लाग्छ है मेरो कन्सेप्सन त्यो छ तपाईँ आइदर स्टुडेन्ट या तपाईँ एउटा हुन्छ नि अब सर्टिफाइड एउटा हुन्छ नि तपाईँ यदि अब स्टुडेन्ट सम्बन्धीको कुनै कुराको सर्टिफिकेसन लिनुभएको छ भने होइन तपाईँ प्रपर अप टु डेट हुनु पर्यो नि त्यसको लागि बुझ्नुभयो अप टु डेट हुनु पर्यो होइन अब म हजुरलाई भन्छु होइन हामी अहिले भर्खरै हामी दुईजना भाइ बहिनीलाई भेट्यौँ होइन उनीहरूले के भन्यो युके ठिक छ हामीलाई त मजा हामी 1 महिनामा काम पायौँ मजाले पायौँ भने भयो नि होइन उनीहरूको एक्सपिरियन्स तर हामीले अघिसम्म के सुनेको थियौँ त्योभन्दा अगाडि के सुनेको यो त गाह्रो चाहिँ स्टुडेन्टको अलिक हामीले कमेन्टमा पनि हेरेको छौँ होइन हो त्यो छ क्या किनकि अप टु डेट भइराख्नु त्यो कुरा त स्टुडेन्टको लागि हो नि त स्टुडेन्टले भन्ने कुरा हो क्या त्यो अब डिपेन्डेन्टमा आएको हुन्छ अनि वर्क पर्मिटमा आएको हुन्छ स्टुडेन्टको बारेमा बोल्या हुन्छ भुक्या हुन्छ होइन त्यो कुराले चाहिँ अलिकति त्यस्तो चाहिँ तिनीहरूले चाहिँ नगर्दा चाहिँ राम्रो होला जस्तो लाग्छ होइन तर मान्छेले आफ्नो रिच बढाउनलाई लाइक बढाउनलाई अब स्टुडेन्टलाई गर्न ला हुन्छ होइन अनि अर्को कुरा अब म जहाँसम्म सजेसन लाग्छ होइन राम्रो सजेसन दिनुपर्छ सबैजनाले सही कुरा राम्रो सजेसन राम्रो कुराहरू भन्नुपर्छ होइन धेरै कुरा अब नेगेटिभिटी नफैलाएकै राम्रो जस्तो लाग्छ कि मलाई अब आइसक्यो त यार सक्यो गर्ने मेरो यति करोड डुब्यो यति लाख डुब्यो होइन अब रोएर त कामै छैन अब डुब्यो भने अब त्यति नै रिग्रेट छ भने जाऊ फेरि सिम्पल जान पनि कोही चाहदैन नि सर फेरि जहाँ छैन त्यो हो नि त देखाएको हो नि त होइन अब त्यो सुनाउनु पर्यो अरूलाई देखाउनु पर्यो त्यो देखाएको हो नि त होइन अब कसैलाई भन्नुपर्ने घरमा भन्दै होला नि त सिधै फोन गरेर भन्दैन कन्टेन्ट हो नि त सर कन्टेन्ट भयो नि त हो त्यो त कन्टेन्ट हो जस्तो अब मैले के देखेँ भने नि सर कोही तपाईँले कन्टेन्ट क्रिएटर हुन्छ नि जसले नेगेटिभ मात्रै बनाउँछन् कि त्यो किन भन्दाखेरि चाहिँ अब नेगेटिभमा मात्रै भ्युज आउँछ नि त सर त्यो भनेको चाहिँ मलाई कस्तो लाग्छ भने जस्तो टिकटकमा एउटा छ क्या एउटा गानाको ट्रेन्ड चल्छ सबैले त्यही गानामा नाच्न थाल्छन् कि जस्तो अहिले दुर्गा थापाको चलेको थियो सरर आउँछन् कि होइन कहिले फुलथुङ्गे रानी चल्छ त्यसमा हुन्छ कोट झरो सर होइन मान्छे झर्नु भएन क्या बुझ्नु भएन कोट झरोस् कि कोट झर्छ के झर्छ होइन अनि मतलब सर त्यो छ क्या होइन ट्रेन्डमा नाच्ने क्या त्यो भनेको चाहिँ टिकटकले तपाईँले चलाइरहेछ त्यो हुन दिनु भएन क्या त्यो हुन दिनु भएन जो अलवेज गो अपोजिट क्या त्यो भिडभन्दा अपोजिट जाने क्या डिफ्रेन्ट लुक हुनु पर्यो अनि आफ्नो कुरामा अडिक भएर बस्ने क्या मेरो भ्युज आएन भन्दैमा अब मैले कन्टेन्ट चेन्ज गर्ने होइन मान्छे तपाईँ कोही हेर्नु कोही हुन्छन् जो यता र उता नाचिरहेको हुन्छन् कि टिकटकमा होइन कोही हुन्छन् के आज तपाईँ हेर्नु एउटा खालको कन्टेन्ट छ होइन अनि तपाईँलाई फेरि अब 1-2 महिनापछि अर्को खालको कन्टेन्ट हुन्छ क्या नाचिरहने क्या यता र उता यो भनेको चाहिँ कस्तो सेयर बजारमा ट्रेडरहरू जस्तो क्या तर एउटा कुरा के जहाँ प्रफिट हुन्छ त्यति जाने कि तर यस्तो मान्छेले चाहिँ लङ टर्ममा एउटा इमेज बनाउँदैन क्या होइन लङ टर्म इमेज त्यति बेला भन्छ वेन यु स्टक विथ वान थिङ एउटा कुरामा अडिग हुनु पर्यो क्या टाइम टु टाइम अपडेट हुनु पर्यो प्रोफेसनल हुनु पर्यो क्या त्यो कुरामा 10वटा कुरा गर्ने भन्दा पनि एउटा कुरा गर्ने त्यसमा आफू एक्सपर्ट हुनु पर्यो कसैले भोलिको दिनमा आवाज छोडाएर चाहिँ नभन्नु मौका दिनु भएन एकदमै डिटेल्ड हुनु पर्यो क्या आफू होइन हामीलाई अब यति बेला मैले मजाक गरेको हुन्छ मलाई कसले आएर सोध्छ भने युकेको लन्डन मात्रै होइन क्या सर तपाईँ मसँग स्कटल्यान्डको कुरा गर्नुहोस् होइन तपाईँ मलाई म्यान्चेस्टरको कुरा गर्नुहोस् तपाईँ मलाई प्रेस्टनमा बसिरहेको विद्यार्थीहरूको कुरा गर्नुहोस् होइन मसँग यर्कमा बसिरहेको विद्यार्थीहरूको कुरा गर्नुहोस् होइन वुल्भरह्याम्पटनको कुरा गर्नु होला बर्मिङhamको कुरा गर्नु होला नर्थह्याम्पटन जहाँको कुरा पनि होइन आई थिङ्क 80% क्या म 90-100 भन्दिनँ 80% चाहिँ मलाई सिनेरियो थाहा छ अहिले किन थाहा छ भन्दाखेरि म टाइममा गइरहेको हुन्छु होइन मसँग अहिले पनि म टाइम निकालेर हप्तामा होइन मेरो एउटा चार्ट जस्तो छ हप्तामा एउटा ठाउँको चाहिँ साथीहरूसँग म कुरा गर्छु भाइ बहिनीहरूसँग अनि युनि सकिसकेको भाइ बहिनीहरूसँग पनि कुरा गर्छु तर विशेष गरी युनि पढिरहेको कामको कुरा गरेर हुन्छ यताउता होइन सो त्यो कुराहरू चाहिँ म गरेर आउँछु किनभने म अब यही फिल्डमा छु भने चाहिँ मलाई के लाग्छ भने मैले यो फिल्डको चाहिँ जान्नुपर्छ भोलि आएर कसैले मलाई होइन गलत इन्फर्मेसन मिसइन्फर्मेसन दियोस् भने म के गर्ने मलाई त सर मलाई त यो यति पनि डर हुन्छ कि मैले अरू जस्तो आज बोल्दै ल सरी भन्न पनि मिल्दैन कि बुझ्नुभयो नि म त्यो पनि अप्सन छैन कि अब त छैन होइन मलाई के कुराले बाँच्छ भने एक त तपाईँलाई कन्सल्टेन्सी भएको प्रोफेसनलिजमले बाँच्छ अर्को भनेको अब तपाईँलाई ब्रिटिस काउन्सिल सर्टिफाइड काउन्सिलर एन्ड एजेन्ट पनि हो त्यसको पनि मर्यादा राख्नुपर्छ कि मैले मर्यादा राख्नुपर्छ होइन तपाईँ हेर्नुहुन्थ्यो होला पहिला मेरो नाचेको भिडियो अति आज आउँदैन होइन बुझ्नु भएन मैले भन्न खोजेको कुरा होइन कतिपय कुरा हुन्छ जुन मैले अब हुन्छ नि त्यो कुराहरूले मलाई बाँधेछ क्या होइन मैले जे पाएँ त्यो बोल्न मिल्दैन क्या अनि रङ इन्फर्मेसन त दिन मिल्दैन सर किनभने मेरो यति धेरै मान्छे छ नि यहाँनिर कति बेला यसले केही बोल्छ र यसको खुट्टा जानु त्यस्तो छ
कतिजना गर्छन् सर त्यस्तो मेरो तपाईँ त के भन्ने अब यहाँ छुट्टै कुरा छ होइन कन्सल्टेन्सी को कुराहरूमा पनि मलाई कतिपय कुरामा तान्न खोज्छन् मान्छेहरूले होइन त्यहाँदेखि तपाईँलाई अरू बोलेको कुराहरूमा या बिहाइन्ड क्या हुन्छ नि कतिजना छन् झन् तर सबैभन्दा मजा कतिखेर आउँछ भने दुश्मन हेरेको हेरे क्या हेरेको हुनु पऱ्यो क्या आफू काम भनेपछि अहिले चाहिँ अहिलेको करेन्ट सिनेरियोमा चाहिँ युकेमा जहाँ पनि इभेन्ट हुँदैछ शुभम दाहाललाई चाहिँ इन्भिटेसन प्रमोसनको लागि चाहिँ कल या मेसेज चाहिँ आउँछ सबैतिर त आउँदैन मोस्टली धेरैजना चाहिँ गर्नुहुन्छ तर सबैबाट त आउँदैन के एप्रोच आउँदाखेरि के भनेर आउँछ एप्रोच हामी पनि नेपाली हो तपाईँले पनि नेपालीलाई सपोर्ट गर्नुपर्छ भनेर आउनुपर्छ कि सर हामी प्रमोसन गरिदिनु पर्यो हामी पे गर्छौँ भनेर आउँछ कि के भनेर आउँछ अब गर्नुहुन्छ साथीहरूले लाइक कोही साथीहरू त अब भन्नुहुन्छ नेपाली यो त्यो होइन अनि कुनैमा त अब आफूलाई पनि गर्न मन लाग्छ होइन अब युवा साथीहरू लाग्नु भएको हुन्छ आफ्नै सँगैको साथीहरू होइन कोहीले चाहिँ टिकट पनि को कुरामा गर्नुहुन्छ कसैले टिकटहरू पठाउनुहुन्छ होइन यताउता अनि राम्रो हो त्यो चाहिँ त्यसलाई चाहिँ एकदम गुड भन्छु होइन राम्रो इन्भल्भमेन्ट हुनु राम्रो एकदम राम्रो मलाई पनि एकदमै अब होइन अहिले पनि हामी रिसेन्टली अब माया इभेन्टसँग एकदम नजिकमा बसेर काम गरिरहेको छौँ होइन फेरि एकचोटि होइन माया इभेन्टसँग एकदम नजिकमा बसेर काम गरिरहेछौँ जुनले गर्दाखेरि हामीलाई पनि एक्सपोजर हुने अवसर पाइरहेछौँ सिक्न पाइरहेछौँ इभेन्ट कस्तो हुँदो रहेछ के हुँदो रहेछ होइन अनि यसले चाहिँ आई थिङ्क हामी चाहिँ अब विशेष गरेर हामी चाहिँ जति चाहिँ गरे पनि हामी एउटा स्टुडेन्टमै हुन्छौँ क्या हामी होइन कसरी स्टुडेन्टलाई फाइदा ल्याउँछ जस्तो फर इक्जाम्पल अब अस्ति नै अब होइन टिकट्सहरूको कुरा हामी स्टुडेन्टहरूलाई चाहिँ यस्तो गरौँ जब टिकटहरूको प्लानिङ भइरहेको थियो होइन बसेर बोर्डमा तपाईँले पनि कुरा उठाउनु भयो होइन त्यसमा हामीले पनि सपोर्ट गऱ्यौँ होइन स्टुडेन्टलाई चाहिँ यति % चाहिँ डिस्काउन्ट दिनैपर्छ है भन्ने कुरा भयो क्या त्यो उयो मतलब क्वेसन होइन त्यो दिनै पर्छ भन्ने अडिटको साथ लाग्यो नि विच वाज अ भेरी गुड अचिभमेन्ट अहिले विद्यार्थीहरूले अब तपाईँलाई के अरे फर्स्ट 50 जनाले लिनेले चाहिँ 15 पाउन्डमै टिकट पाउनुहुन्छ होइन त्योभन्दा उता पनि तपाईँलाई आई थिङ्क 20 पाउन्ड होला होइन स्ट्यान्डर्ड त नर्मली चाहिँ 20 पाउन्ड भनेको 20 पाउन्ड स्टुडेन्टलाई तर अब जसरी पनि स्टुडेन्टहरूलाई चाहिँ गाह्रो हुन्छ हजुर होइन त्यो स्टुडेन्टहरूलाई मार्नु हुँदैन होइन स्टुडेन्टहरू किनभने चाहिँ तपाईँको 20 पाउन्ड भनेको चाहिँ म एज अ स्टुडेन्ट भयो भने मैले आफूले चाहिँ त्यसलाई अलिकति महँगो नै सोध्छु कि म आफूले चाहिँ स्टुडेन्ट मैले भन्नु चाहिँ त्यही कुरा हो क्या हामी जति हुन त हामीलाई के मतलब इमेजिन गर्नुहोस् न अभियसली हामीलाई के मतलब हामीले त त्यो भनेर त अझ हामीले त म्यानेजमेन्ट टिममा पनि एक किसिमको हुन्छ नि हामी डिस्कसन गरिरहेछौँ होइन हामीलाई कतिपय पोजिसनमा चाहिँ हामीलाई त्यो कुराले बेफाइदा पनि होला होइन तर पनि किन गर्दैछौँ त त्यो भनेपछि हामी चाहिँ जति चाहिँ भयो भने मलाई के लाग्छ भने जति प्रोग्रेस जे गरेर अगाडि बढ्यो भने हाम्रो जहिले पनि के हुन्छ भने विद्यार्थीको हितको लागि जहिले पनि माइन्डमा रहने रहेछ क्या रहँदै रहन्छ सर जहिले हो कि भन्नु न अभियसली त्यो चाहिँ के भने ब्लडमा आइसक्यो क्या आइसक्यो त्यो 2-3 वर्षदेखि चाहिँ त्यो स्टुडेन्टको लागि बोल्दा गरिराख्या भएर चाहिँ त्यो छ अब के नभए पनि ए स्टुडेन्टलाई अनि मतलब त्यो छ नि त होइन अनि त्यो किसिमले चाहिँ जुन छ अहिले जस राम्रो भइरहेछ अब धेरैजना इभेन्ट अर्गनाइजरहरू नयाँ इभेन्ट्स कम्पनीहरू धेरै खोल्दैछ युकेमा इभेन्ट्सहरू पनि भइरहेछ होइन मेन यो चाहिँ अब के भयो भन्दाखेरि चाहिँ इभेन्टमा हामीहरूको लाग्ने मेन कारण चाहिँ के हो भन्दाखेरि चाहिँ हजुर फर्स्ट अफ अल हामीले सिक्ने तरिका होइन हो मेन त्यही हो अब हामी कुनै कुरामा इन्भल्भमेन्ट भइसक्यो भने भोलिको दिनमा हामीले यसमा पनि होइन स्टुडेन्टहरू इन्भल्भमेन्ट गराउन सक्छौँ अहिले पनि हामीले स्टुडेन्टहरू इन्भल्भमेन्ट गराएको छु सर होइन यो माया इभेन्टमा चाहिँ 3-4 जना लगभग 3-4 जना स्टुडेन्टहरूलाई चाहिँ एज अ भलिन्टियर राखेको छौँ होइन अब उहाँहरूलाई अब म अहिले म बोर्डमा फिक्स भएको छैन होइन बोर्डमा फिक्स भएको छैन उहाँहरूलाई पे गर्ने के गर्ने भनेर अब भलिन्टियर एज अ भलिन्टियर भनेर राखेको छ होइन भलिन्टियर भएपछि चाहिँ सर विथआउट पे नै हुन्छ होला सायद होइन तर त्यही पनि अब उहाँहरूले गरेको बापत होइन उहाँहरूलाई केही न केही सिक्ने केही कुरा धेरै कुराहरू सिक्नुहुन्छ उहाँले होइन इभेन्ट कसरी गर्ने के गर्ने भनेर सिक्नुहुन्छ उहाँहरूलाई अरू के कुरामा फेसिलिटेट गर्न सकिन्छ त्यो गर्न सकिन्छ त्यो सकिन्छ अब सर यस्तो इभेन्ट हुन्छ होइन यो इभेन्ट हुन्छ तपाईँको 27 मा इभेन्ट हुन्छ होइन यो त्यहाँनिर अब भनौँ न धेरैजना आउँछन् धेरैजना तपाईँको बिजनेसको मान्छेहरू पनि आउनुहुन्छ होइन अनि यसको स्पोन्सरहरू पनि हुनुहुन्छ नेपाल फुडको दाइ हुनुहुन्छ तपाईँको अनि यो ऊ पनि हुनुहुन्छ होइन रेस्टुरेन्टहरू पनि स्पोन्सर हुनुहुन्छ नेपाल लिङ्क मिडिया लिङ्क पनि हुनुहुन्छ स्पोन्सर बीच कन्सल्टेन्सी पनि हुनुहुन्छ अनि सो होइन सर होइन स्पोन्सर हुनुहुन्छ त अब भोलिको दिनमा अब स्पोन्सरहरू अभियसली त्यहाँ आउनुहुन्छ होइन स्पोन्सरहरू आउनुहुन्छ आई थिङ्क एउटा के मोर्गेजको पनि को हुनुहुन्छ मैले देखिरहेको थिएँ त्यो मैले सर म हेर्नुपर्छ सर स्पोन्सरहरूको लिस्ट होइन अनि त्यो भइसक्यो त्यहाँनिर सब
अभियसली अब मेबी नेपाल फुडबाट नपाउला होइन के थाहा नेपाल लिङ्कबाट पाउँछ कि केही अपर्च्युनिटी कनेक्सन बन्छ नि त सर अभियसली कनेक्सन बन्छ होइन किनकि कोही स्टुडेन्टहरू बोल्ने ऊ हुन्छ नि त मिडियामा जानलाई के चाहियो बोल्न आउनु पर्यो होइन के त उसले अब भोलि त्यहाँ हाम्रो के अरे हाम्रो फोटो खिच्ने दाइ पनि हुनुहुन्छ क्यामेराम्यान होइन के श्रेष्ठ दाइ हुनुहुन्छ होइन उहाँको पनि ऊ छ उहाँ स्पोन्सर गर्नुभएको छ होइन पार्टनर मिडिया पार्टनर भनेर हुनुहुन्छ उहाँ होइन उहाँबाट पनि अब क्यामेरा स्यामेरा आउँछ भने त उहाँसँग पनि त काम पायो नि त उसले कनेक्सन बन्छ नि त त्यो एउटा पोजिटिभ साइड पनि छ क्या इभेन्टमा भोलिको दिन स्टुडेन्टहरू आयो भने त्यो कुराहरूले पनि अलिकति सजिलो हुन्छ जस्तो लाग्छ है मलाई त्यही भएर चाहिँ अब अलिकति स्टुडेन्टहरूलाई पनि त्यही भएर बढी जस्तो स्टुडेन्टहरूलाई फोकस गरौँ भनेर होइन एकदम इन्भल्भमेन्ट गराउनुपर्छ सर सो गाइस होइन अब हामीहरूको लामो हुन्छ निराजन भाइले कल गर्दैछ हेलो भाइ यहीँ भाइ यहाँ तिमी कहाँ छौ यहाँ आउनु एउटा पबमा छौँ यार हामी लोकेसन पठाइदिनु यहाँ बोल्नु त भन्ने हेलो यो भाइ नाम हेर्नै पर्छ यार म तिमीलाई लोकेसन पठाइदिन्छु त्यहाँ ल लोकेसन पठाइदिनु कुन हो भाइ कहाँ गयो यार वाट्सएपमा छैन होला फेरि यही हो यसमा पनि पठाउनु मिल्छ कहाँ हुन्छ आम्मामा कति कल गरेछ यार बिचरा कतिखेरदेखि गरेर रहेछ 15 बजेदेखि वाट्सएपमा होइन म्याप हेर्दैछु म ए म्याप हेर्नु त धेरै लामो बोल्यौँ क्या हामी त सर यार होइन ठिकै छ मिलाएर हाल्नु न चाहिने कन्टेन्ट जति होइन के जे पाइदियो त बोले छैन नि होइन छैन जाडो भयो यार म त लास्टै ए कसरी सेयर गर्छु न वाट्सएपमा पनि जान्छ सब सो गाइज होइन अब हामीहरूको भिडियो जति बोल्दै गयो त्यति लामो हुन्छ होइन हाम्रो घरिघरि बनिरहेको छ अब बनिरहेको छ होइन गाइज सो 27 अप्रिल माया इभेन्टले चाहिँ यो अर्गनाइज गर्न गइरहेको छ होइन अनि यस्तो गरौँ न माया इभेन्टको खोल्नु त सर के भन्नु त पेज खोल्नु त के इन्स्टाग्राममा स्पोन्सरहरूको नाम भनिदिइहाल्नु यो चाहिँ अघि भनेको चाहिँ बरु काटेर होइन स्पोन्सर एकै ठाउँमा लेखेको छैन फेरि छ यहाँ छ म आउँछु स्पोन्सरहरू हुनुहुन्छ मलाई कोड लाग्यो है सर ल सो गाइस यति भन्दै होइन माया इभेन्ट प्रेजेन्ट्स लाफ्टर फर लाइफ इभेन्ट हुन गइरहेको छ सो गाइस माया इभेन्ट प्रेजेन्ट्स लाफ्टर फर लाइफ इभेन्ट हुन गइरहेको छ 27 अप्रिल अनि यसको चाहिँ अब स्पोन्सर लिक्विड स्पोन्सर हुनुहुन्छ नेपाल बियर होइन अनि एजुकेसन पार्टनर हुनुहुन्छ बिज एजुकेसन अनि मिडिया पार्टनर हुनुहुन्छ नेपाल लिङ्क होइन अनि त्यसै गरी हामीसँग हुनुहुन्छ उहाँको साउन्ड पार्टनरमा हुनुहुन्छ हिमालयन इभेन्ट म्यानेजमेन्टबाट हाम्रो साउन्ड पार्टनर हुनुहुन्छ भने त्यसै गरी मिट एन्ड ग्रिट पार्टनरमा हुनुहुन्छ गोर्खा किचन नोटिङमको अनि क्लोथिङ पार्टनरमा पनि हुनुहुन्छ गाइस क्लोथिङ पार्टनरमा हुनुहुन्छ पोसाक होइन राष्ट्रिय पोसाक घर युके होइन यो चाहिँ हाम्रो राजदाईको हो होइन सो उहाँहरूले यो राष्ट्रिय पोसाक पनि गर्दै हुनुहुन्छ होइन तपाईँहरूलाई यदि हाम्रो नेपाली कल्चरल लुगाहरू चाहिन्छ भने मेड इन नेपाल होइन तर युकेमा पाउन सक्नुहुन्छ सो राष्ट्रिय पोसाक घरमा चाहिँ तपाईँहरूले डिएम गर्नु सक्नुहुन्छ तपाईँहरूलाई दाउरा सुरुवालहरू यताउति चाहिन्छ भने होइन उहाँहरूलाई चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ अनि हाम्रो फोटोग्राफी पार्टनर पनि हुनुहुन्छ होइन उहाँको चाहिँ मुभिज प्रोडक्सन भन्ने रहेछ होइन के मुभिज रहेछ है के मुभिज प्रोडक्सन भन्ने रहेछ उहाँहरूको चाहिँ अनि हाम्रो ट्राभल पार्टनर हुनुहुन्छ केटिएम टुर्स एन्ड ट्राभल्स अनि एन्ड मोर्गेज पार्टनर हुनुहुन्छ किङ्स गेटबाट चाहिँ होइन सो यति चाहिँ हामीहरूको चाहिँ पार्टनर हुनुहुन्छ होइन माया इभेन्ट्सलाई साथ दिएर सपोर्ट गर्दै हुनुहुन्छ उहाँहरूले चाहिँ एन्ड एरो लेजर सेन्टर गाइज लन्डन 27 अप्रिल राजेश समाल र सन्दीप छेत्रीको बबाल लाइभ कमेडी र नवीन के भट्टराई एन्ड द ब्यान्डको पनि वाइल्ड बबाल क्लासिकल तपाईँलाई होइन पर्फर्मेन्स हुन गइरहेको छ सो गाइज गेट यु टिकट्स फास्ट अनि यो चाहिँ म हजुरलाई इन्भिटेसन दिन्छु सर 27 अप्रिल आउनु होला धेरै धन्यवाद थ्याङ्क यू सो मच सर थ्याङ्क यू गाइज